श्रमदानको प्रसङ्गमा चाहिँ भिडियो बनाउँदैछु है। जसले हेर्न चाहनुहुन्छ हेर्नु होला, लाइक, कमेन्ट पनि गरिदिई छोड्नु होला होइन। कसैलाई गिराउन खोजेको पनि होइन। तर श्रमदानको अर्थ के हो? होइन? अब यसको अर्थ बुझाउनु त परेन किनभने फेसबुक हरेक सामाजिक सञ्जालमा धेरै नै बुझ्ने मान्छेहरू हुनुहुन्छ होइन। अब अहिलेको जमानामा सबैलाई नै थाहा छ। अब जुन श्रमदान हामीले गरिँदै आएको थियो पहिलेदेखि आफ्नो गाउँमा, समाजमा, टोलमा होइन, घरमै खाना खाएर होइन, हरेक कुराहरू आफ्नै घरमा गरेर चाहिँ हामी श्रमदान दिनको लागि चाहिँ 2 घन्टा, 4 घन्टा, 5 घन्टाको लागि चाहिँ हामी जाने गर्थ्यौँ। तर अहिलेको श्रमदान अब क्युआर र डिजिटल प्रणाली भएर पनि होला सायद होइन, श्रमदानको भाष्य चाहिँ परिवर्तन भएछ। होइन? अब श्रमदान गरेर चाहिँ के अरे बनाउनु भएको झोलुङ्गे पुलको बजेट सुन्दाखेरि कता-कता अलिकति होइन, दाँतमा चाहिँ ढुङ्गा अड्केको जस्तो फिल भयो है। नराम्रो तरिकाले नलिनु होला। तर श्रमदानको अर्थलाई चाहिँ गलत तरिकाले परिभाषा गर्ने काम चाहिँ नगरौँ होइन। श्रम संस्कृति पार्टीलाई पनि म यो भन्न चाहन्छु।